Continue straight. Signs for Makuhari Mesa, Route 14. हामी अन्डरग्राउन्ड चिन्ने अझै छ यहाँ त धान पो रहेछ त्यता साइडमा त धान खेती रहेछ यहाँ त पिङसिङ खेल्ने ठाउँ पनि रहेछ क्या मनारा सायद हुन्छ नि दामी छ दामी कस्तो लागिरहेको छ रमाइलो Second right, then turn left. In 500 meters, merge onto the road. यहीँ लिन्छ पैसा युटिसीमै छिराइदिन्छु त्यसै होस् यहीँ हाल्नु नि पैसा हाल्नु न साथी पैसा पछि दिन्छ एकैचोटि 1600 रुपियाँ दियो 1600 त्यही जाम हुँदैन नि फेरि यता हाइवेमा छिर्ने बित्तिकै चाहिँ जाम भयो कति जाम हो त नि हाइवेमा त तल पनि त्यति थियो जाम परेर साथीलाई चाहिँ टेन्सन भइसक्यो हुँदैन खुल्छ अब 1600 थाप्दा जावा पुरै अहिले चाहिँ हामी समुद्रको माथिबाट पुरै हाइवेमा हिँड्दैछौँ सबै त्यो घामको रापहरू चाहिँ अलिक क्लियरली आएको जस्तो लागेको छैन मलाई लास्टै कनेर भएछ जिम त कडा बनाएको छ त्यहाँ मोडिफाई गरेको होइन कडा कति इन्चीको लिफ्टअप गरेर पुरै कभर फालेर है यसलाई त किन्नुभन्दा बढी त मोडिफाई गर्नै लाग्यो है पैसा त केजी रहेछ एउटा कम्पाक्टमा फुजुमा झरेछ त एक्स्ट्रा पैसा पार्किङ चाहिँ त होला नि Take exit Umahadaru parking area. हामी चाहिँ यहाँ अब उमेरहरूको पार्किङ एरियामा एरिया जाने बाटोमा छिरिसकेका छौँ दामी ज्यादा हुन्छ रोड अन्डरग्राउन्ड छिर्ने पनि उताबाट होला जस्तो यहाँ केही भयो भने यहाँ काम गर्ने कामदारहरू त छिटो टेकअप गर्नलाई अनि हेलिकप्टरको केही होला नि है के भन्नु उताबाट जाऊ भने यता ठुलो होला नि त यताबाट ठुलो होला You have arrived. उनीहरूले चलतकै बाटो दिइरहेछ जापानिज पनि होइन जस्तो छ त्यहाँ खै पुरै यहाँ बाइक पार्किङ यता पार्किङ रहेछ अब हामी चाहिँ माथि जान्छौँ बना है समुद्रको मुनि माथि यसमा पनि पार्किङ पनि पैसा लिन्छ होला होइन फ्री हो फेरि हो पछाडि गाडी आउँदैछ त्यो हो त एकदम केयर चलाउनु पर्छ अटोमेटिक जान्छ अटोमेटिक झन् झ्याउ चाहिँ छ त अनि यत्रो प्याक छ त फाइनली उम्मी होटेर त आइयो यहाँ जाम परेर पार्किङ गर्नलाई नि यहाँ कुरिरहेको छौँ यहाँ जाम परेर छिर्ने बाटोमा पछाडि पनि गाडीहरू जाम परिरहेको छ
ड्राइभर बनाउनु छ क्या खाना भइसकेको छु हेर म भित्र कस्तो छ टनलको रोड चाहिँ उयो यतापट्टि जाँदैछ यता खतरा रोड अहिले टनलभित्र सबै अब हेरौँ छिर्न पनि सकिन्छ नचिर्न पनि सकिन्छ तोरी आइजु अहिले चाहिने उमेदहरू जाऊँ त्यसपछि सोचौँला ड्राइभरसँगले सोध्नुहुन्छ हामी चाहिँ गाडी यहाँ पार्किङ गऱ्यो अब चाहिँ हामी कतादेखि लाग्ने त खोइ अब हामी त यताबाट जानुपर्छ माथि चाहिँ अब खोइ कस्तो रहेछ बाटो हेरौँ जस मान्छेहरूको भिडभाड चाहिँ डरैछ कति फ्लोर हो हेर फेरि पार्किङमा गाडी कहाँ हुन्छ अहिले ए खोइ केही लेखेको छैन यहाँ दुईमा हो 2 फ्लोरमा हो अब जानु चाहिँ लिफबाटै हो टोयरीहरू पनि रहेछ जस रमाइलो भइरहेछ त्यस्तो बनाएको ठाउँहरू चाहिँ यस्तो पुरै फलामै फलाम छ माथि पनि यो चाहिँ लिफ भएको समुद्रमा तलदेखि पनि 1 2 3 5 भनेपछि त समुद्र माथि कति होला त भन्ने कुरो हो कि यस्तो रहेछ 5 तलामा जस्तो त क्याफे रहेछ क्या उमी होतेहरू भनेको यही हो देखियो वाउ सिन त दामी देखिँदो रहेछ यार यो कोइन हालेर हेर्ने क्या यहाँ कति कोइन रहेछ त्यहाँ खोइ 100 रुपियाँ रहेछ ओहो देख्न सक्नुहुन्छ देख्दै डर लाग्दछ यार तेरि उमी त दामी रहेछ यहाँ चाहिँ पुरै उसै देखाएर रहेछ कडा रहेछ सब मान्छेहरू भिड लगाएको रहेछ यहाँबाट के देखिन्छ दाजु होइन यसबाट के हेर्ने त नि बाइनोकुलर्स के छ भनेर हेर्ने हामी चाहिँ दूरबिन हेर्दैछौँ देखेछ उतातिर कता कता देखिन्छ अलि यो साइड चाहिँ पुरै यता कता गरे अनि ए एउटा छोडेपछि बन्द हुन्छ क्या टाइम पिरियड होला नि त हातको दियो भने त 160 जुन 120 2 मिनट हाल्नु पर्ने नि 2 मिनट हालेर हुन्छ 100 सेकेन्डको 100 रुपियाँ छ सेकेन्डमा 1 रुपियाँ कडा होइन त जस यता चाहिँ रमाइलो रहेछ है सबै मान्छेहरू घुम्न आएन उता अपोजिट साइडमा चाहिँ छैन उता यति यति हो त्यो रेस्टुरेन्टहरू यता दामी रहेछ यहाँ त उडाउनु पाउँछ भनेर कहाँ सोध्ने होला पाउँछ होला नउडा भनेर त कहीँ बोर्ड छैन के र होइन कहाँ ए त ड्रोन उडाउनु पाउँदैन भनेर यहाँ लेखिरहेको रहेछ भन्नै उडाइदिएको सोधौँ भनिरहेको थिएँ तर यस्तो यस रमाइलो चाहिँ ठाउँ चाहिँ आउनु पऱ्यो ट्रेन यहाँ आउँदैन नि त नि यहाँ आउँछ कहाँबाट अन्डरग्राउन्ड ए जस रमाइलो छ कस्तो लागिरहेछ समुद्र गएर दामी छ यता चाहिँ हेलिप्याड पनि रहेछ नि त त्यहाँ
ल टर्नेल खनेको मेसिन चाहियो हो अलि नजिकबाट हेर्नु जाऊँ न होइन भित्रबाट त्यो पानी मुनिको बाटो खन्ने मेसिन यो देख्न सक्नुहुन्छ आधा चाहिँ यहाँ चाहिँ आधा चाहिँ कस्तो बडा रहेछ है कावासाकीमा ठुलो हडा खनेको होइन यो चाहिँ कत्रो ठुलो हो कि खन्ने मेसिन चाहिँ यता त्यता त पाहाड देखिन्छ त नि त्यो पाहाड त मैले बोल त्यो चाहिँ टोकियो यता पछाडि जोडेर खनेको पुरै त्यहीँबाट फर्किनु मिल्छ होला नि खै तलको रोड चाहिँ खासै थाहा छैन अस्ति नामलाई पनि चिबा गएर फर्किँदाखेरि त्यही रोडमा हाल्यो यता पनि पार्किङ रहेछ त कहाँबाट आउँदो रहेछ यार यहीँ भयो यो नेचुरल हो नि मान्छेले बनाएर त्यो त मान्छेले बनायो नि मान्छेले कसरी यहाँ यसरी फाल्छ त्यो त उसले फाल्यो होला नि त्यो के अरे क्रेनले क्या नेचुरल ढुङ्गै हो कि के हो ढुङ्गा होइन सिमेन्टको बनाएको भने हाउ त्यो समुद्र त्यो जाने हुन्छ त खुसी ल जस भ्यू हेर्न पाइयो यसो अनि 100 सेकेन्डको 100 रुपियाँ तिरियो जस यहाँ चाहिँ बनाउनु चाहिँ एकदम आग बनाए होइन समुद्रको बिचमा अब अरू त के भन्नु कुनै टाइम मिल्छ भने घुम्न आउनु होला आज मलाई साथीले ल्याइदियो त्यही टाइम मिलेर त्यसरी टाइम मिल्छ भने घुम्न आउनु होला दामी छ दामी कसरी माथिबाट जा माथिबाट यही खानु अनि यता जानु मिल्दैन होला क्या 3 तला 4 तला माथि पनि यस्तो झारहरू रोपेर दामी दामी पुरै बत्तीहरू बोल्न लागिरहेको रहेछ सही छ ऱ्याडर पनि रहेछ क्या यहाँ चाहिँ हो त्यहाँ यो साइड हेरौँ न दल उता चाहिँ थियो यता चाहिँ डरै चल्दैन राम्रो यो साइड पनि हेर डर छ यतिहरू ढुङ्गा पनि राम्रो छ जस भ्यू पनि कडाक छ जस समुद्रै समुद्र पानीको माथि पनि यस्तो बनाउँदो रहेछ यो बनाउनलाई चाहिँ कति वर्ष लाग्ला 1997 मा स्थापना भएको रहेछ जस राम्रो छ यो चाहिँ चिबा साइड रहेछ दामी छ यो चाहिँ रोड साइड यहाँ पनि यस्तो खतरा खालको माछा रहेछ यो चाहिँ सार्क होला उमेरको खतरा चुच्चो पनि हो बडै छ त्यो चुच्चो पनि फलामकै हो कि आयो माछाको एक हान्यो भने 5वटा छेडिदिन्छ होला वाउ एउटा समुद्र देख्न सक्नुहुन्छ दामी दामी वाउ यता चाहिँ पिक्चर राम्रो आउँछ अगाडि माथि चाहिँ ऱ्याडर रहेछ यो चाहिँ दामी छ हो गाडीको लाइन लहरो लाग्यो
भित्रको एरिया हेर्दा चाहिँ पुरै आइसक्रिम पुरा यस्तो यस्तो खानेकुराहरू पुरै किन्ने सबै किन्ने ठाउँहरू रहेछ सपिङ मलहरू हैनदेखि लिएर रेस्टुरेन्टदेखि लिएर सबै के इत्यादि सब रहेछ देखियो सबै आफ्नो आफ्नो कपडादेखि लिएर सबै पाउँदो रहेछ जस आफ्नो आफ्नो चोइसमा अब के खाने के किन्ने भन्ने कुरो हो त्यसमा चाहिँ के हुनु पर्यो चाहिँ स्पेसल्ली यो हुनु पर्यो यो भएपछि सब पाइन्छ है सब पाइन्छ भन्ने कुरा सबैलाई थाहा छँदैछ लगतै हामी चाहिँ अब पार्किङ एरियामा जाँदैछौँ पार्किङ एरियामा गएर हामी चाहिँ अब फर्किने तर्फ लाग्नुपर्छ अब हामी चाहिँ कति निकायमा थियो है योङखा आइसकेको छौँ अब हाम्रो पार्किङ चाहिँ निकायमा थियो त्यही भएर हामी चाहिँ योङखाइबाट अब साङ्खाइबाट निकाय भन्नुको मतलब 4 तलाबाट 3 तला 3बाट 2मा गएर पार्किङ गरेर हामी चाहिँ अब गाडी चढेर जानेछौँ यता त खेल्ने ठाउँ पनि रहेछ कि आज के यता त पार्किङै रहेछ मेन त त्यो 4 तलामै रहेछ 4 र 5 तल त पुरै पार्किङ मात्रै रहेछ त है 3 2 1 3 2 1 चाहिँ पुरै पार्किङ मात्र अब विशेष गरी खानेकुराहरू इत्यादि भएको छैन 4 तलामा रहेछ त्यसो 5 तलामा चाहिँ भ्यू हेर्ने रहेछ भन्ने कुरा है यही हो अब हामी चाहिँ आफ्नो गाडीतर्फ यता साइडबाट आएको हामी त्यसरी बस पनि हुँदो रहेछ यहाँ त पुरै पार्किङ मान्छेभन्दा धेरै गाडी छ जस्तो लाग्छ मलाई त है भूमि होटेलबाट हामी निस्किसक्यो हामी चाहिँ आयो है यसो लाग्यो नलाइन हुन्छ झ्यालै लिन्छ गाडी मजाले हामी 15% रहेछ हामी चाहिँ अब टक्क भूमिको माथि फेरि निस्केर अब चाहिँ हामी कस्तो मोडेको आफै दामी भूमि होटेल त्यही भएको टक्क हामी चाहिँ सिधै हो कि जाने अब चाहिँ हामी टन्डेलाभित्र छिर्दैछौँ अघि नै देख्नुभयो होला त्यो ठुलो आधा मात्र भएको त्यसले खनेको रोडमा हामी छिर्दैछौँ यो आमाको पुल लड्दैछौँ कहाँ आइपुग्यो भन्ने कुरा भन्दाखेरि यहाँ चाहिँ दामी बिचमा यस्तो दामी बनाएर चाहिँ बनाउनु है बडक बनाएर चाहिँ यता समुद्र यता नि समुद्र बिचमा यस्तो दामी पुल बनाएर सामनाहरू पनि खतरा खोज्छ देख्दै दामी छ पुरै फुनेर चाहिँ यहाँ त बन्दरगाह रहेछ रोक्ने ठाउँ रहेछ यो साइड चाहिँ पुरै पानी जहाज रोकेको छ अलिअलि मात्र देखेको छ यो पारले गर्दा यत्रो ठुल्ठुलो पानी जहाज रहेछ In 600 meters, at the interchange Dakoku Junction, use the left lane. Turn left onto the ramp to Haneda Airport Metropolitan Expressway. हामी यो सेलरोटी जस्तो भएकोमा आइयो एक फन्का घुमियो यस्तै त गर्छ होइन इटिसीबाटै हो नि त अघि नै उताबाट झरेको अहिले यताबाट चढेको है धेरै रोड त देख्न सक्नुहुन्छ पुरै सेलरोटी जस्तै छन् सेलरोटी भन्दा पनि अझै के अरे जेरी जस्तो अब हामी चाहिँ मेन हाइवेमा जान लाग्छ मेरो चाहिँ यस्तो दामी छ पुरै रोड त के हो खतरा फेरि माथि हामी टपमा जान लाग्यो टपबाट फेरि तल आयो हामी चाहिँ
एक्जिट हुने बेला होइन त्यतिखेर एक्जिट हुने बेला त त्यो होइन हामी छिरेको थियो नि त्यस्तो छिर्नु पर्दैन पर्दैन जस हाइवेमा हिँड्यो भने त्यो उसले छिर्ने ठाउँ पनि हुन्छ नछिर्ने ठाउँ पनि हुन्छ त्यो हाइवेमा हिँड्यो भने त्यो हुन्छ नि एटिसी घाट त्यसले चाहिँ टिपिराख्यो हुन्छ त्यहाँ एन्टिना हुन्छ नि त साइज। आज यसकैमा बस्नु पर्ला जस्तो आज उता जाँदा पुग्दा 10 बज्छ ल है त ओके सबैलाई बाई बाई शुभ दिन शुभ रात्रि